जुम्ला जिल्लाको सदरमुकाम खलङ्गा बजारदेखि करिब 50-55 किलोमिटर टाढा स्थित सिन्जा उपत्यका, जुन प्राकृतिक सौन्दर्यताले भरिभराउ छ। पाइला पिच्छे पुराना पुर्खाको याद, डाँडा पिच्छे खोला, खोला पिच्छे गाउँ, गाउँ पिच्छे छुट्टै इतिहास। तर पनि विकासको कुरामा झट्ट हेर्दा सरकारले अवहेलना गरेको जस्तो देखिने ठाउँ, जुन ठाउँलाई नेपाली खस भाषाको उद्गम स्थलको रूपमा चिनिन्छ। सोही ठाउँको मुटुमा अवस्थित छ कनका सुन्दरी मन्दिर। र आज हामी साथीभाइहरू बिदाको समय पारेर कनका सुन्दरी मन्दिरसम्मको यात्रा गर्नेछौँ। साथै बीच बाटोमा देखिने दृश्यलाई जस्ताको त्यस्तै हजुरहरू सामु राख्ने प्रयास गर्नेछौँ। तपाईहरूले भने भिडियो हेरेर साथ दिनुहोला। हेलो एन्ड वेलकम ब्याक टु माई युट्युब च्यानल। अनि के छ त हल्ली चल्ली हाम्रो माया प्रेमको संसारमा। होप तपाईँहरू सबैजना सन्चै आरामै हुनुहुन्छ होला र म पनि एकदमै सन्चै छु भन्नुपर्छ है। र आज हामीहरू धेरै पछि चाहिँ अलिकति लङ यात्रा गर्दैछौँ भनेपछि हामीहरू खलङ्गाबाट चाहिँ सिन्जा कनका सुन्दरी मन्दिरसम्म चाहिँ पुगेर त्यहाँ मन्दिरको दर्शन गरेर सिन्जाको बारेमा अलिकति बढाइ चढाइ गरेर गफगफ गरेर होइन अनि के देखिन्छ त्यही कुराहरू चाहिँ देखाउने प्रयास गर्नेछौँ। हेर्दै गर्नुहोस्, इन्जोय दिस भिडियो गाइज। चट्ट लाग्यो, अग्लो बाइकमा चाहिँ मैले चढेकै छैन प्राय। ल यो बाटो गाउँको बाटोबाट चट्ट लागेर मजा आउँदो रहेछ त यार। ल साथीहरू, अहिले चाहिँ हामीहरू जुम्लाको पुरानो बस पार्कबाट चाहिँ अगाडि गइसक्यौँ। कति टाइम लाग्छ हेरौँ त्यहाँसम्म पुग्नलाई। जानुपर्ने चाहिँ हामीहरूको छ कनका सुन्दरीको मन्दिरसम्म चाहिँ फर्स्ट टाइम पनि होला हामीहरूको यो सायद। अहिले चाहिँ हामीहरू श्री ढुस्कामा छौँ। चिसो छ पुरै, पन्जा सन्जा केही भेटिएन, घरमा खोज्दाखेरि गाह्रो छ। तर रमाइलो चाहिँ डेन्जरै हुन्छ होला जस्तो लागिरहेछ। चिसो भयो नि, हात लाट्यो भने चिया चिया खाँदै कतै बसौँला जस्तो लागिरहेछ। यहाँको भिडियो आएन भनिराख्नु भएको थियो, आज राइडमै यहाँको भिडियो हालिदिएँ मैले। बहुत चिसो छ क्या, ठिकै छ चिसो भए पनि। कुमगढको बजार यत्रै हो, हामीहरूको एउटा गल्ली बराबर बजार हुन्छ। ल स्पिड भन्यो भने स्पिड। बाटोमा चाहिँ हात पुरा चिसो भएर यहाँ केही गर्न सकेनौँ भिडियो बनाउन नि। उयो के अरे गोप्रोको उमा के अरे बटन पनि थिच्न सकिरहेको थिएनौँ। अहिले चाहिँ अलिअलि चिया चिया खाएर हातसाथ अलिअलि तत्तिया छ। अनि मेरो बाइक चाहिँ यहाँ छ चट्ट लाएर। अनि केटाहरू हामीहरू चाहिँ एकदमै जाडो लागिरहेछ, बादल पनि एकदमै छ। आज बिदाको मौका पारेर घुम्न जाऊँ भन्ने कुरा हो, तर जाडोले चाहिँ उल्टै घुमाउला जस्तो छ। ठिक छ, अब यहाँबाट बाटोमै भेटौँ है त। यहाँ तातवानी धारा, यहाँभन्दा तल गयो भने पुरै तातवानी धारा, एकदमै प्राकृतिक तातोपानी आउँछ तल। अहिले चाहिँ तातोपानीबाट हामीहरू चाहिँ अगाडि गइरहेछौँ। तातोपानी हुँदै लिताकोट तल के अरे तिला गाउँपालिकाको आधीसम्म चाहिँ मलाई थाहा छ। त्यहाँभन्दा चाहिँ मलाई थाहा छैन साथीहरू। अब यहाँ बाटोमा एकदमै चिसो भइसकेपछि चाहिँ पन्जा लिएर आएको छौँ। पन्जा किन्नुपर्ने भयो है पुरै। अनि अर्को कुरा साथी हो, यहाँ चाहिँ हाम्रो लिताकोटभन्दा माथि पैकिलोको दरबारको केही अवशेषहरू पनि छ भन्ने सुनिरहेछौँ। एक दिन चाहिँ यहाँ पनि आउँछौँ होला, अलिकति डिटेलली जानकारी पायो भने चाहिँ आउँछौँ होला। माथि अग्लो डाँडोतिर कता छ भन्ने सुनिरहेछौँ। दरबार त छैन रे, अलिकति अवशेष चाहिँ छ अरे भन्ने सुनिरह। ठिकै छ। ल यहाँ फुच्चे फाच्चेहरूको यहाँ पुरै होलीको माहौल छ पुरै। होलीको माहौल डेन्जरै भइरहेछ। ल यहाँ कच्ची बाटोमा फेरि घच्या घुचुक गर्छ। शहीदको नाममा एउटा गेट मात्रै बचेछ यहाँ त। अहिले चाहिँ हामीहरू कुडारी बजारमा चाहिँ छौँ। कुडारी हो, हामीहरू चाहिँ अलिक कुडारी बजारमा छौँ साथीहरू। यही हो यहाँको बजार नै यत्रै हो। राउन्ड हानिरहेछन् त केटाहरू। ओहो एटो हो यता। ल बिचमा चाहिँ यो ट्रेल सिक्ने ठाउँ बिचमा रहेछ साथीहरू। यस्तो पुरा मैले त कहाँ राउन्ड हानिरहेछन् केटाहरू भने। ल यहाँ चाहिँ बिचमा रहेछ नि। ल साथी हो, यहाँबाट चाहिँ हामी फेरि अगाडि जान्छौँ होला। ल अब हामीहरू कुडारी बजारभन्दा अगाडि आइसक्यौँ हामीहरू। कतिखेर क्यामेरा नै अन भइरहेको छैन, के गर्ने, सस्तो मस्तो क्यामेरा चलायो भने यस्तै हो साथी हो। गाह्रो छ हो गाह्रो। जिपु जस्तो हरन लागिरहेछ पुरै गाउँमा। गाउँहरू यस्तो माथितिर छन् यस्तो साथी हो भिरमा। माथिबाट गाई गोरुहरूले ढुङ्गा गुडाइदियो भने पनि घरको छत पल पर्ला भन्ने डर हुन्छ क्या यहाँतिर चाहिँ। डरै त नि होइन।
ल ठिक छ। अब हामीहरू सर लाएर तल फेरि त्रिवेणी बजार आयो। बजारै बजार छ हाम्रो जुम्लामा पनि। ल साथी हो, हाम्रो जुम्लामा पनि बजार कति हो कति, तर आधी मिनटमा बाइकमा बजार काट्छ फेरि। यस्तै हो। ल साथी अब फेरि यहाँबाट आइसक्यो फेरि हाम्रो त्रिवेणी बजार, त्यहाँबाट नाकमा बजार आउँछ, त्यहाँबाट चाहिँ सिन्जाको बजार माथि नै हुन्छ होला। ल साथीहरू आयो हाम्रो त मेन बजारहरूमा यो ऊ राखिदिनु पर्ने क्या, डिजिटल लाइटहरू रातिको लागि हो कि नै। ल साथी त्रिवेणी बजार आयो, तलतिर चोकहरू खतरा राख्या हुन्छ त, त्यस्तो टाइप्सको। यहाँ त बाटो हुन त खाल्टाखुल्टी पुग्दैन नि। यो बाटो जान्छ यहाँबाट जाजरकोट हुँदै सुर्खेत। ल यहाँ अब हाम्रो त्रिवेणी बजार फेरि 2-4 घर हुन्छ हामीहरूको, फेरि बजार सेवा सुविधा चाहिहाल्यो, केही सामान किनबेच गर्न परिहाल्यो, त्यो भएर यहाँ हामीहरूको पिच गर्न बाँकी हो, सुचारू गर्न बाँकी हो। ल साथीहरू त्रिवेणी बजार हाम्रो भारी खत्रै मन्दिर छ, एकदमै डेन्जरै मन्दिर छ। त्रिवेणी धाम भन्छ। अस्ति भिडियो देख्नुभयो होला फेसबुकतिर, हाम्रो पुरै खत्रै भएको थियो। अनि यहाँको अर्को चित्त बुझ्दो कुरा के हो भन्दाखेरि माथिबाट झुलुङ्गे पुल छ, मुनिबाट चाहिँ रोड छ क्या पुरा चट्ट लगाएर। यहाँको चित्त बुझ्दो कुरो। अनि चित्त नबुझ्दो कुरो यो घच्याक घुचुक पुरै यस्तो छ। माथि झुलुङ्गे पुल, तल पुरै हाइवे। ल अलिअलि स्पिड पनि कुदाउनै पऱ्यो फेरि, आफूभन्दा अग्लो बाइक भइसकेपछि। हाम्रो पहाडको लागि घोडा नै हो। राराली पुगिएछ बल्ल। रारालीको बजार भने यो ल रारालीको बजार ठुलो रहेछ कुडारीको भन्दा। ल त हेर्ने भने पुरै भिरै भिड छ, बिचमा पुरै भिड काटेर चाहिँ बाटो बनाएको छ यार। ल साथी हो, हाम्रो जुम्लामा चाहिँ यति चाग्लो रोड हुन्छ भनेर कसले सोचा पनि थिएन होला क्या। यति चाग्लो छ यहाँ, पुरै 100-200 को स्पिडमा हाने पनि सजिलै कट्छ, तर अलिकति होस चाहिँ पुऱ्याउनु पऱ्यो। यति चाग्लो बाटो, यहाँबाट बजारसम्म यति चाग्लो बाटो भइदियो भए त सर लाएर 15-20 मिनटमै बजार पुगिन्थ्यो होला सायद साथीहरू। सबै चित्त बुझ्यो, तर यो ढिलोतिर यो पोल हालेको चाहिँ चित्त बुझेन साथीहरू। किनभने चाहिँ यस्तो भिरालो छ, पुरै ढुङ्गा भएको चट्टान छ माथितिर। यस्तो भिरबाट एउटा ढुङ्गा खसेर यो पोलमा लाग्यो भने त्यो पोल भाङ्गो हुने त कुरै छोडिदिउँ, भाँचिएला जस्तो छ क्या जुम्लामा। त्यही पनि के अरे यो केन्द्रीय स्तरको लाइनको पोलहरू यस्तो चाहिँ चित्त बुझेन मलाई। अलिकति बलियो जे भयो नि, अब अलि पानी परेर माटो भिज्यो भने नि जाने टाइपको छ क्या। भन्दै यो ढुङ्गो उठेर यो पोलमा लाग्यो भए के हुन्थ्यो होला भन्छु क्या म त। हेर्दाखेरि त राम्रो छ नि, के गर्नु, तर विकास गर्ने मान्छेहरू यस्तै छन्। अहिले चाहिँ हामीहरू पुग्यौँ नाकमा बजार। अब हामीहरू आइरहेको बाटोतिर गयो भने चाहिँ खलङ्गा बजार जाने भयो, यहाँबाट उता दायाँतिर गयो भनेपछि चाहिँ हामीहरूको सिन्जातिर जाने भयो, र बायाँतिर गयो भनेपछि चाहिँ हाम्रो कालीकोटतिर जाने भयो। हाम्रो 3 ठाउँको सिमाना हो यो चाहिँ, तर सिमाना हेर्ने भनेपछि खासै चित्त बुझ्दो त छैन, पुरै यो कच्ची नै छ। तिनीहरू उता चाहिँ कता गयो भन्ने कुरा हो केटाहरू। मेरो आउँछु है। ल साथीहरू यो चाहिँ हामीहरूको नाकमा बजार। अब हामीहरू जानुपर्ने चाहिँ उता सिन्जातिरको भेग हो, तर एकछिन बजार हानेर आइदिउँ न भन्ने हिसाबले चाहिँ चट्ट लगाएर यता आइरहेछौँ। पुरै जामै हुँदो रहेछ यार। बजार यहाँ पो ठुलो भएको छ, खलङ्गा जति छ क्या यहाँ त। बजार भने यहाँ रहेछ, ऊ त्यहाँ कता जाने सिटी बनिरहेको रहेछ। मान्छेको चहल पहल भिडभाड यताउता हेर्ने हो भने नि हामीहरूको सदरमुकाम भन्दा राम्रै छ। अब चाहिँ यहाँबाट हामीहरू गयौँ भनेपछि सिन्जा भेगतिर चट्ट लगाएर हामीहरूको खानासाना भन्ने सबै त्यतै हुन्छ होला जस्तो लागिरहेछ है। बल्ल पो मजा आउला जस्तो लाग्यो यो अफरोडकै लागि मरेको बाइक हो पुरै। ल यो चाहिँ माथितिर हेर्नुहुन्छ डेन्जरै गाउँ रहेछ, मैले आजसम्म पनि याद गरेको थिएन। यहाँबाट मेन पोइन्टहरूमा चाहिँ हामीहरूले देखाउँदै जाउँला क्या अरे। अब के गर्ने, सबै ठाउँमा देखाउँ भने न चार्ज पुग्ला जस्तो छ, न केही न केही लौट्यो लोटु नै हाल्यो त। त्यो पुलुल हल्लै भाँचिन लागेको छ गहिरो रहेछ त्यही त।
पानीबाट मजाले गइसल्ला हुने ढल्या भए त टेन्सन हुन्थ्यो त यार होइन गाउँ कार्यपालिकाको कार्यालय कालिका केतु ल हामीहरू चाहिँ बाटोमै छौँ साथी हो यहाँ उता पनि रहेछ नि सेनापति भूसेनापति यस्तो चाहिँ बनेर रहेछ यो चाहिँ डेन्जरै छ होला हुनु पर्यो जे भयो नि अलिकति आफ्नो पुरानो सांस्कृतिकहरू चाहिँ बचाउनु पर्यो भन्छु म चाहिँ यहाँको दुःख हेर्ने हो भने त कुरै छोड्यौँ यत्रो यत्रो सामानहरू यसरी बोक्दो रहेछ नि पुरै हाइट यो हेर्ने भने त हामीहरू स्वर्गै हो यार कसम से ल ट्र्याक्टर आयो फेरि धुलो उडाउँदै पाइलटको बाटोमा होइन हामीहरूको के भन्छ यो सिन्जाको बाटोमा धुलो उडाउँदै भयो होला साथीहरू हेर्दै जाऊँ रमाइलो गर्दै जाऊँ मैले चाहिँ एउटै सिन भएर चाहिँ नन स्टप क्यामेरा अन गरिरहेको छैन है सेम टु सेम छ मेन पोइन्टमा मात्रै ल साथीहरू यहाँबाट चाहिँ उता रोकायो बाडा एकदमै डेन्जर एकदमै यति खतरा देखिया त कुरै छोडिदिनु यहाँबाट चाहिँ एकछिन सिन्जाको पिच भएको अलिकति भाइरल रोडमा चाहिँ पुगिसक्यौँ क्यारे हामीहरू चट्ट लगाएर यो पो यार बाटो मजा आओस् न अलिकति ल यहाँ कुदाउनु पनि मजा आउँछ होला 100 को स्पिडमा यतिको मजा आउनु पर्यो ल सर 2 लेनको बाटो जुम्लामा उता सदरमुकाममा पनि छैन यहाँ चाहिँ छ क्या साथीहरू ल साथी हो आहा यो पो यार सर फिज आयो साथी हो फिज हाम्रो जुम्लाकै नम्बर 1 का तल पनि फिज हात्ती मात्रै भएर रहेछ यो पो यार बाटो होइन के मजा आउँछ कुरै छोड्दिनँ गाउँहरू तल पुरै ल साथी हो यत्तिकै स्पिड हान्न पाइयो भने त 1 घन्टा पनि लाग्दैन सिन्जा आउनलाई त कच्ची बाटोमा बाइक चलाउँदा थकित भएका हामी सिन्जाको बजार गोठी चिउलामा गएर खाना खायौँ ल साथीहरू अहिले चाहिँ हामीहरू यहाँ खाजा खानलाई चट्ट कुन होटेल ल्यायो कुन होटेल हो धेरै भोग लागेको भएर होला गएका सबै साथीहरूले 2 पटक खाना थपेर खायौँ अनि आफ्नो गन्तव्यतिर लाग्यौँ एकदमै अर्ग्यानिक हाम्रो लोकल चामलको भात मासी चामलको रारा भिजिट होटेलमा रारा भिजिट होइन रारा चुचामारे होटल ए रारा चुचामारे होटलमा भिजिट पो ल्याएको तपाईको भिजिट उपल्लो यता कोटी रारा चुचेमारे रारा हामी सबै एउटै गाउँका हौ ए माथि बुडुका बुडु 3 गाउँ 3 होटल छ नि सबै एकै ठाउँ दाल पनि ल्याइदिनु न रारा चुचेमारे अनि बोल त खाने लो खाना खाने छ ठुलै गाउँको भिडियो बनाएर ल्याएको भिडियो कहाँ हरेको ठुलो गाउँ त्यो रोकाबाट होला सिन्जा मध्येको त्यही होला गाउँ भयङ्करै छ रोकाबाट हल्कै त्यही त हो कलेक्टी माथि ल होइन ए धेरै ठुलो रहेछ साथीहरू हाम्रो चाहिँ यहाँ बिजुको अवस्था हामीहरूको यहाँ चाहिँ रेसको तार चट्टै छुट्यो यहाँ चट्टा लगाएर हामीहरू जाने चाहिँ कनका सुन्दरी भनेको थियौँ उता कनका सुन्दरी मन्दिर चाहिँ यहाँ आँखा अगाडि देखिरहेछौँ तर बाइक यहाँ अड्केर उता जाने कि उता बजार फर्किने भन्ने भइरहेछ क्या दुःख चाहिँ पाइयो साथीहरू तारै चुन्डियो यस्तो ठाउँमा आउनुहुन्छ भने चाहिँ एक्स्ट्रा केही मेटेरियलहरू बनाउनको लागि चाहिँ ल्याउँदा राम्रो एकदमै हामीहरूको जस्तो दुःख पाउन नपरोस् है भन्छु म चाहिँ अब बाँकी हजुरको इच्छा हजुर खै पुजारी त्यही हुनुहुन्छ ए हजुरको घर कहाँ हजुर ए हामीहरू आएको थिएनौँ आजै आएको पहिला आएको थिएनौँ हजुर अहिले चाहिँ हामीहरू जसो तसो भएर हामीहरू कनका सुन्दरी मन्दिर भन्दा चाहिँ अलि तल आछौँ
ठिकै छ अब पुग्ने मौका मिल्यो जसरी भए पनि होइन। त्यही हो साथीहरू, माथि चाहिँ ठुलो भिड रहेछ, तल मन्दिर रहेछ, उताबाट देखिसक्यौँ। अनि यहाँ बाटोमा चाहिँ पुराना शैलीका घरहरू रहेछन् चट्ट लगाएर, त्यो पनि हो। पुरानो सिटीहरू होला नि सायद, जहाँसम्म लाग्छ मलाई। अब फेरि नयाँ बनाएको भए मैले के जानम, चट्ट लागेर। गोठी जिउलाबाट हिँडेको 20-25 मिनटपछि पुग्यौँ कनका सुन्दरीको मन्दिर र त्यहाँ पुगेपछि त स्वर्गमै पुगेको जस्तो महसुस भयो। वरिपरि खोला, बीचमा अग्लो डाँडा र सोही डाँडाको बीचमा उभिएको मन्दिर। मन्दिरको गेटबाट देखिने सिन्जा उपत्यका हेर्दै मनलाई लोभ्याउने खाले दृश्य थियो। तर हाम्रो दुर्भाग्य, मन्दिर भने बिहान बेलुकी मात्रै खुल्दो रहेछ। हामी भने दिउँसोको 1 बजे पुग्यौँ। दर्शन गर्ने सपना सपनामै रह्यो र उदास अनुहार लिएर फेरि आउने सोच बनाउँदै त्यहाँबाट फर्कियौँ। यदि हजुरहरू पनि कनका सुन्दरी मन्दिरको दर्शन गर्ने भनेर आउनुहुन्छ भनेपछि चाहिँ बिहान र बेलुकीको समयमा मात्रै आउनु होला। हामीले गुगलमा सर्च गर्दाखेरि चाहिँ 24 घन्टा ओपन हुन्छ भनेर देखेका थियौँ, तर यहाँ आउँदाखेरि चाहिँ बिहान बेलुकी मात्रै खुल्दो रहेछ। हजुरहरू पनि यहाँ आउने सोच बनाउनु भएको छ भने चाहिँ दर्शन गर्नको लागि बिहान र बेलुकी मात्रै आउनु होला है त।